यो चाहिँ हेर्नु होला हजुरहरूले, यहाँ बाख्रा काने हो, यसलाई बाख्रा काने भन्छ। हजुरहरूले यो बाख्राले चाहिँ एकदम मजाले खाने अथवा बाख्राले मन पराउने भएर बाख्राको कान जस्तै हुने भएको कारणले गर्दाखेरि पनि बाख्रा काने भनेको यो खेतबारी अथवा गाउँघरतिर सजिलै पाइन्छ। हजुरहरूलाई सुगर छ भने यो बाख्रा कानेले चाहिँ रामबाण औषधि हो। हजुरहरूको सुगर 400-500 छ भने 6 देखि 7 दिन खानुभयो भने यसको जरा हजुरहरूको सुगर 150 अथवा 200 सम्म झर्छ। हजुरहरूले कसरी खाने त यसलाई भन्दाखेरि म हजुरहरूलाई देखाउँछु। यसको यहाँ हेर्नु होला, यसको जरा छ। यो जरा चाहिँ सानो बनाएर यसरी टुक्र्याएर सानो बनाएर अघिल्लो दिन बेलुका गिलासमा ढड्याएर भोलिपल्ट खाँदा नै हुन्छ। अथवा यसलाई सिलौटो अथवा केहीमा किच्याएर हजुरहरूले मनतातो पानीसँग त्यही दिन खाँदा पनि हुन्छ। हजुरहरूले 6 देखि 7 दिन खाएर सुगर पनि नाप्दै र कस्तो हुन्छ हजुरहरूले प्रतिक्रिया दिनु होला। यो बाख्रा काने भनेको सुगरको लागि आयुर्वेदमा हजुरहरूले नि अरू भिडियो पनि हेर्नु होला, अथवा हजुरहरूलाई यसको बारेमा आयुर्वेदमा मजाले वर्णन गरिएको छ, हजुरहरूले अध्ययन पनि गर्नु होला। र यो बाख्रा कानेको जरा चाहिँ प्रयोग गरेर आफ्नो सुगरलाई नियन्त्रण गर्नु होला। हस्त नमस्कार, धन्यवाद।